नमस्कार। म आज एउटा लोकसेवामा यो बारम्बार सोधिरहने र अलि विद्यार्थीले कन्फ्युज गराउने जुन प्रश्न क्वेसन छ जुन विश्वका जुन महासागर छन् नि विश्वका नदीहरू र महासागरमा ती नदीहरू कुन कुन महासागर मिसिन्छन् भन्ने मैले सर्टकटमा आफ्नो केही सूत्र सेयरिङ गर्न खोजिरहेको छु। जस्तो कि प्रशान्त महासागरमा हैन अब मिसिने नदीहरू जस्तो वाङ्गोका क्यु र एन अमर भए हैन वाङ्गो नदी भइगयो एउटा वाङ्गोका क्यु र एन क्युबाट कोलोराडो के यु युबाट के त युगन नदी एनबाट के एनबाट एनजे नदी हैन अमर भए भनेपछि अबाट अमुर नदी। अनि त्यसैगरी अब हाम्रो यो आन्ध महासागरमा कुन कुन नदीहरू मिसिन्छन् भनेपछि सेरानको के त सेरानको अमिस भनेको के त सेबाट सेरान सेबाट चाहिँ के त सेनेगल नदी हैन सेराबाट के त राइन नदी सेरानाबाट नाइजर नदी सेरानकोबाट कङ्गो नदी र सेरानको अमिस भनेको अमेजन र मिसबाट मिसिसिपी नदी यहाँ मिसिने रहेछन्। र त्यसैगरी हिन्दूमा अब कुन कुन नदी मिसिन्छन् त इसिटीको युगमा हिन्दूहरू बगे भनेको ईबाट इरावती नदी सीबाट सिन्धु नदी र टीबाट टिगिस नदी र हैन युग भनेको युक्रेटस नदी युगमा हिन्दूहरू बग्यो भने हिन्द त हिन्दै महासागर भइगयो हैन। त्यसपछि बगे भने चाहिँ बबाट ब्रह्मपुत्र गेबाट हामीले गङ्गा नदीहरू के त हिन्द महासागरमा मिसिने रहेछन् हैन। धन्यवाद। सुझाव सल्लाहको